जय मसीह सबैजनालाई फेरि पनि आज दोस्रो दिन जनवरी 2026 साल हजुरको बीचमा म छोटो वचन लिएर उपस्थित भएको छु। यदि हजुरहरूले पनि यसलाई सुन्नुभयो भने साँच्चै नै परमेश्वरले तपाईलाई आशिष दिनुहुनेछ। विशेष गरिकन म तपाईहरुको बीचमा आज कतिचोटि मानिसहरूले अनि तपाई हामीले पनि अनि सबै मानिसहरूले पनि कतिचोटि आज भाकल गर्ने कुराहरू गर्छ है। अब नयाँ साल 2026 या त नयाँ सालभित्र म प्रवेश भएपछि मेरो जसरी मैले जिउँथ्यो, मेरो आचरण या त व्यवहारहरू थियो, त्यो सबै कुरा म छोड्छौं अनि राम्रो बाटोमा जान्छौं भने सबैजनाले निर्णय गरेकै हुन्छ अनि निर्णय पनि गर्छौं अनि तपाई अनि मैले पनि गर्छौं। अनि आज यो कुराहरू गर्दा गर्दै पनि आज तपाईहरुले पूरा गर्दैनौ अनि पूरा नगर्नु चाहिँ भाकल गरेर पनि पूरा नगर्नु चाहिँ नगरेकै असल हो भनेर चाहिँ उपदेशक 5:5 ले भनेको छ। त्यहाँनिर लेखेको छ भाकल गरेर पनि पूरा गरेन भने चाहिँ भाकल नगरेकै असल हो भनेर चाहिँ परमेश्वरको वचनले भन्छ। हो, हामी कतिचोटि भाकल गर्छौं। तपाई अनि म प्रभुलाई ग्रहण गरेको व्यक्तिहरू अनि आज तपाई हामी पवित्र आत्माको अगुवाईमा हिँड्ने व्यक्तिहरू चाहँदै यो कुराहरू भाकल गर्दा गर्दै तपाई हामीले पूरा गर्न सक्दैन। यो पनि आज तपाई अनि मेरो निम्ति एउटा दुःखको कुरा हो। तर आज तपाई अनि मैले त यदि गर्छु भन्ने निर्णय चाहिँ आज तपाई हामीले गर्नै पर्ने हो नि, तर कतिचोटि सक्दैन। तर यो गर्नको निम्ति चाहिँ तपाई अनि मैले चाहिँ पवित्र आत्माको अगुवाई तपाई हामी माग्नु पर्छ अनि मात्रै त्यो तपाई अनि मैले चाहिँ पूरा गर्न सक्छौं। यदि पवित्र आत्मा तपाई अनि मेरो जीवनमा छैन भने आज तपाई हामीलाई यो कुरा गर्न सक्दैनौ। किनभने प्रेरित 1:8 भन्छ है, पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीहरूले सामर्थ र शक्ति पाउनेछौ भन्छ। आज जब तपाई हाम्रो जीवनमा पवित्र आत्मा हामी माथि आउनुहुन्छ, तपाई अनि मैले चाहिँ सामर्थ र शक्तिका कुराहरू चाहिँ हामीले पाउँछौं। अनि एक ठाउँमा यूहन्ना त्यहाँनिर 14:26 भन्छ, पवित्र आत्माले चाहिँ तपाई अनि मलाई चाहिँ समस्त शक्तिका कुराहरू साथसाथै पवित्र आत्माले चाहिँ तपाई हामीले चाहिँ सिकाउने काम पनि गर्नुहुन्छ। अनि यसकारण पवित्र आत्मा तपाई हाम्रो जीवनमा भरपुरी हुनु विश्वासीहरूको निम्ति अनिवार्य छ अनि आवश्यक पनि छ। अनि यसकारणले गर्दाखेरि तपाई हामी कतिचोटि निर्णय गर्छौं, त्यो कुराहरू आज निर्णय गरेको पनि आज नपुगेको पनि पवित्र आत्मा विहीन जीवन जिएको कारणले पनि हो एउटा। यसकारणले तपाई हामी जहिले पनि पवित्र आत्माको अगुवाईमा तपाई अनि म जिउनै पर्छ। अनि यसपालि पनि तपाई अनि म पवित्र आत्मामा अगुवाईमा जिएर धेरै तपाई हाम्रो जीवनमा आत्मिक निर्णयहरू लिनुपर्ने कुराहरू हुन्छ तपाई हाम्रो जीवनमा। यसकारणले सबैभन्दा पहिला त तपाई हाम्रो जीवनमा प्रत्येक दिन परमेश्वरलाई तपाई हामी खोज्नै पर्छ अनि प्रत्येक दिन परमेश्वरलाई खोज्ने व्यक्तिहरू जहिले पनि सुरक्षा हुन्छ। भजन संग्रह 91 अनुसार हैन, त्यहाँनिर भन्छ, जो परम प्रधानको गुप्त स्थानमा बास गर्छ ऊ चाहिँ सर्वशक्तिमानको छत्र छायामा रहन्छ भनेर परमेश्वरको वचनले भन्छ। यसकारण यदि तपाई हाम्रो जीवनमा प्रत्येक दिन परमेश्वरलाई हामी खोज्छौं भने तपाई हामी आज जहाँ पनि जाउँ परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। प्रभु जिउँदो प्रभु हुनुहुन्छ। हामी जहिले पनि परमेश्वरको छत्र छायामा रहेको व्यक्तिहरूलाई चाहिँ परमेश्वरले सुरक्षा दिनुहुन्छ। यसकारण तपाई हामी
जहिले पनि परमेश्वरलाई खोज्नु पर्ने कुराहरू हुन्छ। अनि कृतज्ञको जीवन जिउने है, कतिचोटि तपाईँ हाम्रो जीवनमा प्राय जस्तो आज मानिसहरू जति प्रार्थना गर्छौँ सोचेको जस्तो कुरा हुँदैन तपाईँ हाम्रो जीवनमा। अनि तर परमेश्वरले त भन्छ तपाईँ हामी गुनासोका कुराहरू छोड्नु पर्यो। जस्तै अवस्थामा पनि परमेश्वरलाई चाहिँ तपाईँ हामीले धन्यवाद र प्रशंसा गरेको प्रभुले चाहनुहुन्छ। पहिलो थेसलोनी 5:18 पद अनुसार तपाईँ अनि मैले चाहिँ परमेश्वरलाई चाहिँ धन्यवाद दिएको चाहिँ परमेश्वरलाई चाहिँ मन पर्छ अरे। अनि परमेश्वरको इच्छा पनि यो नै छ अरे। यसकारण तपाईँ हाम्रो जीवनमा अब निर्णय लिनुपर्ने कुराहरू छ। अबदेखि उसो म गुनासो नगर्ने, बरु परमेश्वरलाई म धन्यवाद दिन्छौ, बरु म परमेश्वरलाई है प्रशंसा गर्छु भन्ने निर्णय तपाईँ हामीले आज लिनुपर्छ। पहिलो थेसलोनी 5:18 पद अनुसार तपाईँ हामी आज जिउनु पर्छ। पवित्रतामा हेर्ने है, तपाईँ हाम्रो जीवन पवित्र। अनि जति पनि क्रिस्ट यीशुलाई पाएका ती व्यक्तिहरू चाहिँ पवित्र जीवन लिएर आज जिउनु पर्ने अनिवार्य छ, आवश्यक छ अनि यो हुनु पर्छ। यहाँनिर बाइबलमा लेखेको छ, यहाँनिर पत्रुसको पहिलो पत्रुस यहाँनिर 1:15 र 16 पदमा यहाँ यसरी लेखेको छ। बडो यहाँनिर मिठो परमेश्वरको यहाँनिर वचन यहाँनिर लेखेको छ। तर तिनीहरू बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिनीहरू आफै पनि जीवनको सबै रहनसहनमा पवित्र हौ। कति आशीषित वचन, किनभने यो लेखेको छ तिनीहरू पवित्र हौ किनभने म पवित्र छु। हेर्नुहोस् त, अनि जो तपाईँ अनि मैले पाएको प्रभु पवित्र हुनुहुन्छ। तपाईँ अनि मैले ग्रहण गरेको उद्धारकर्ता र मुक्तिदाता प्रभु भनेर ग्रहण गरेको प्रभु आज पवित्र छ। यसै कारणले जस्तो तपाईँ हाम्रो रहन सहनमा तपाईँ हामी पवित्रै हुनुपर्छ। किनभने चाहिँ प्रभु पवित्र हुनुहुन्छ अनि म पनि पवित्र हुनुपर्छ। यो कुरा तपाईँ हामीले आज निर्णय लिनुपर्छ। यदि तपाईँ अनि मेरो जीवनमा आशिषको भागीदार हुनु हो भने यहाँनिर पहिलो पत्रुस 1:15 र 16 पदलाई तपाईँ अनि मैले चाहिँ हृदयभित्र राखेर चाहिँ परमेश्वरमा तपाईँ हामी अघि बढ्नुपर्छ। परमेश्वरमा पूर्णता भरोसा। हेर्नुहोस् त, तपाईँ अनि म जहिले पनि परमेश्वरलाई आज भरोसा गर्ने व्यक्ति हो। परमेश्वरलाई तपाईँ हामी सबै कुरा जिम्मा दिने तपाईँ हामी त। चाहे हामी बिहानै उठौँ, परमेश्वरलाई प्रार्थना गर्छौँ, परमेश्वरमा भरोसा आशा तपाईँ हाम्रो छ। यसकारण हाम्रो केही छैन, हामी जिउँदो परमेश्वरलाई जहिले पनि भरोसा गर्छौँ, प्रार्थना गर्छौँ, पूर्ण भरोसा राखेर तपाईँ हामी जहिले पनि हामी हिँड्छौँ। अनि आज तपाईँ हाम्रो फिक्रीका कुराहरू, कति कुरा तपाईँ हाम्रो जीवनमा धेरै फिक्रीका कुराहरू हुन्छ, सुर्ता हुन्छ, फिक्री हुन्छ, संसारमा छौँ, यो कुरा तपाईँ हाम्रो जीवनमा हुन्छ। तर आज परमेश्वरको वचनमा धेरै कुरा, त्यहाँनिर मोती सुसमाचार त्यहाँनिर 6:26 तपाईँ हामी हेर्दै गयो भने त्यहाँनिर थुप्रो कुरा लेखेको छ। परमेश्वरले चाहिँ आकाशको चराचुरुङ्गीलाई इक्जाम्पल दिनुभएको छ। हेर त ती आकाशका चराचुरुङ्गी न त उनीहरू अन्न छर्छ न त बटुल्छ, तर उनीहरूले चाहिँ परमेश्वरले खुवाइरहनु भएको छ। तिमीहरू किन सुर्ता गर्छौ, किन फिक्री गर्छौ? तिमीहरू त एउटा सर्वश्रेष्ठ प्राणी हो। ती चराचुरुङ्गी भन्दा पनि तिमीहरू चाहिँ सर्वश्रेष्ठ प्राणी होइन। त्यसका नै फिक्री नगर, चिन्ता नगर भनेर त्यहाँनिर परमेश्वरले एउटा सानो चराको एउटा इक्जाम्पल दिएको छ तपाईँ हामीलाई। यसकारण तपाईँ अनि मैले चाहिँ फिक्री गर्नु परेन, किनभने परमेश्वरमा पूर्ण भरोसा राख्नु पर्यो हामीले। यहाँनिर
हितोपदेश त्यहाँनिर 3को 5 र 6 पदमा लेखेको छ। यहाँनिर के लेखेको छ? यहाँनिर तेरो सारा भरोसा परमेश्वरमा राख है। तपाईँ अनि मेरो भरोसा चाहिँ परमेश्वरमा राख्नुपर्ने कुराहरू र तेरो आफ्नो समझ शक्तिमा भरोसा नराख। कतिचोटि मान्छेले आफ्नै भरोसामा, आफ्नै समझ शक्तिमा परमेश्वरलाई पर राखेर आफ्नै विचारमा, आफ्नै सोच विचार, आफ्नै सबै ज्ञान बुद्धिमा त्यो काम गर्ने गर्छ तपाईँ हामी। त परमेश्वरको वचनले त भन्छ यहाँनिर तेरो आफ्नै समझ शक्तिमा भरोसा नपर। तपाईँ अनि म चाहिँ आज परमेश्वरमा भरोसा पर्ने व्यक्तिहरू, भरोसा राख्ने व्यक्तिहरू तपाईँ हामी। त्यहाँनिर भन्छ आफ्नो सबै चालहरू उहाँलाई सम्झी र उहाँले तेरो बाटोहरू सुगम तुल्याउनुहुन्छ। हेर्नुहोस् त, आज तपाईँ अनि मैले सबै कुरामा तपाईँ हाम्रो चाल चलनदेखि लिएर सबै कुरामा चाहिँ आज परमेश्वरमा तपाईँ हामीले चाहिँ सम्झिनु पर्ने कुरा छ तपाईँ हामी। अनि मात्रै तपाईँ अनि मेरो चाहिँ परमेश्वरले चाहिँ बाटो चाहिँ सुगम तुल्याउनुहुन्छ अरे। यसकारण प्रिय हो, आजको यो वचन तपाईँहरूले सुन्नुहोस् अनि मनन गर्नुहोस् अनि चिन्तन गर्नुहोस्। आज परमेश्वरमा तपाईँ हामी साँच्चै नै एउटा आशिषित जीवन बिताउनका निम्ति चाहिँ दिनौं तपाईँ अनि मैले चाहिँ परमेश्वरलाई खोज्नै पर्छ, परमेश्वरलाई भरोसा गर्नै पर्छ, परमेश्वरलाई प्रशंसा, महिमा, आदर, धन्यवादी तपाईँ हाम्रो जीवनमा हुनै पर्छ। अनि तपाईँ हाम्रो जति पनि फिक्री, सोच विचारका कुराहरू छ, चाल चलनहरू छ, ती सबै परमेश्वरलाई तपाईँ हामीले भरोसा राख्नुपर्ने, सम्झिनुपर्ने कुराहरू छ। यदि तपाईँ हजुरहरूले पनि यो वचनलाई आजै मनन र चिन्तन गर्नुभयो भने तपाईँ पनि धेरै आशिषको भागीदार हुनुहुनेछ। यो मेरो छोटो वचनलाई यही नै राख्न चाहन्छौँ। धन्यवाद।